राधे राधे। तपाईहरु हेर्दै हुनुहुन्छ श्रीराधा अनलाइन टिभी। श्रीराधा अनलाइन टिभी को साथमा आइसकेको छु म बन्छाकृ गुरु। विशेष भिडियो विशेष च्यानल रहेको छ र अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न भने नभुल्नु होला। आज मैले लिएर आइरहेको भिडियो रहेको छ, यदि तपाई मनुष्य गण हुनुहुन्छ र तपाईले राक्षस गणको व्यक्तिसँग विवाह गर्दै हुनुहुन्छ भने तपाईको जीवन कस्तो हुन्छ, तपाईको जीवन अगाडि बढ्छ कि बढ्दैन र वैवाहिक जीवनमा कस्ता कस्ता समस्याहरू आउँछन्, यो विषयको भिडियो लिएर आएको छु। अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नु होला। विशेष गरेर आजको भिडियोमा मैले यहाँलाई प्रस्तुत गर्न लागिरहेको विषय छ, यदि तपाई मनुष्यगण हुनुहुन्छ र तपाईले राक्षस गणको व्यक्तिसँग विवाह गरिसक्नु भएको छ भने त तपाईले सुख दुःख आफ्नो तरिकाले जीवन बिताइरहनु भएको होला। तर यदि तपाईले विवाह गर्न लाग्नु भएको छ र तपाई मनुष्यगण हुनुहुन्छ र तपाईले चाहिँ राक्षस गणको व्यक्तिसँग विवाह गर्दै हुनुहुन्छ भने तपाईको जीवनमा खटपट आइ नै रहन्छ। तपाईको जीवनमा लङ लास्टिङसँग समस्या आइ नै रहन्छ, विघ्न बाधाहरू आइ नै रहन्छन्। पहिलेको जमानामा मान्छेहरूले चाहिँ चिनाटिपन नहेराइकन विवाह गर्ने भएर चाहिँ वैवाहिक जीवनमा धेरै समस्याहरू आएर एउटा दुईटा तीनटासम्म श्रीमतीहरू विवाह गर्नुहुन्थ्यो र घर झगडाहरू भइरहन्थ्यो। आज भोलि त चिनाटिपनहरू मिलाएर नै विवाह गर्नुहुन्छ। तर तपाईले यदि चिनाटिपन मिलाउँदा तपाईमा यो देखियो भने तपाईले विवाह नगर्नुस्। तर तपाईले लभ परेको छ, तपाई उ बिना बाँच्नै सक्नुहुन्न, अब के गरौँ त गुरु भन्नुहुन्छ भने तपाईले पूजा आजा गरेर आफ्नो तरिकाले जीवन अगाडि बढाउन चाहिँ सक्नुहुन्छ। तर मनुष्य गण राक्षस गणमा भने अलिकति खटपट भने भइरहनेछ। थप कुराकानीहरू थप जानकारीहरू केही यहाँलाई प्राप्त गर्नु परेमा यहाँहरूले हामीलाई श्रीराधा अनलाइन टेलिभिजनमा कमेन्ट गर्न सक्नुहुन्छ। त्यस्तै गरी तपाईहरूले प्रत्यक्ष रूपमा हामीलाई 9817 041 655 मा इमो व्हाट्सएप तथा भाइबरमा पनि म्यासेज छोड्न सक्नुहुनेछ। आजलाई यति नै। राधे राधे।